नि मन गरेका छन् त्यही भएर ल्याएको हो। भोलि भान्जा आउने बेलासम्म त अर्को भाले खोजौँला नि बिलासे। बरु यो भाले आज काटेर मलाई खुवान। यो बुढेसकालमा यो भाले मैले खान पाएँ भने मारी मेरो हड्डीहरू तङ्ग्रिन्थे नि होइन। आहा हो है पाँडे, त फटाको हड्डी तङ्ग्राउन मेरो भाले आजै लडाउनु पर्ने मैले? त फटा यहाँबाट कुदिहाल्छस् कि कोदालोको बिड खोल्नु? संसारमा कङ्गालहरूको सम्मेलन भयो भने मेरै काकाले जित्छन् होला। काकाको त बाहिर लगाएको कोट हेरेर पनि कङ्गाल नम्बर 1 भन्ने प्रमाणित हुन्छ। फेरि कति गनाका बोको र काकालाई सँगै राख्ने हो भने काकाको गन्धले बोको नै टाप ठोक्छ होला। ए बाबु, यो छाप्रोमा बास पाउँछ होला? हाम्रो छाप्रोमा बास? म यो घरको मुली त होइन, तर पनि मैले भनेपछि हुन्छ। तर एउटा कुरा नि, हामी त कङ्गाल हो, चामलको भात चाहिँ तपाईँले खुवाउनु पर्छ नि। के भइराखेको छ यहाँ? को यो मान्छे? खै काका, मान्छे त को हो म पनि चिन्दिनँ। उहाँलाई बास चाहियो रे, दिएँ मैले त। तँलाई जाम्ना दुनियाँ चिन्दै नचिनेका सन्थीहरूलाई बास को त? भाइ को तपाईँ? म चाहिँ झारफुक गर्ने मान्छे हो हजुर। मेरी आमै नि, तपाईँ धामी पो हो? धामी झाँक्रीलाई त यो नरनारायण पाण्डेले बास दिइहाल्छ नि होइन? खै सुत्ने कि नसुत्ने कि मैले त केही सोच्नै सकेको छैन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। राति उठिरहनु भन्दा अहिले टोयलेट गरेर आउँछु अनि सुत्छु बरु। अबे भूत! भुइँचालोले गर्दा गाउँभरि मान्छे मरेका छन्, त्यसैको प्रेत आत्माले होला। मर्ने भयो आज, के गर्ने होला? लौ न। बिलासे के भयो तँलाई? मारी झोक्राएर फोपसेको छस् त। पाडे, हिजो राति मैले भूत देखेँ नि। मेरो त होस हवासै गुमेको छ नि। के गर्ने के नगर्ने मैले त केही सोच्नै सकिरहेको छैन पाडे। मेरी आमै नि, तैँले भूत पो देखेको? हो ठिक 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 ठिक। हेरी त्यहीँनिर हो त्यो भुइँचालोले गर्दा बिष्टलाई किचेर मारेको हो। त्यही बिष्टको हातमा भड्किएको हो, अरू के पनि होइन। धुनुहाती बिलासे झारफुक गरेर पन्छाएपछि डाम्न प्रेतले तर्साउनै छोड्छ ल। खै पाडे, झारफुक गरेर पन्छाउने कि नपन्छाउने कि मैले त केही सोच्नै सकिरहेको छैन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। फेरि त्यस्तो राम्रो धामी पनि कोही चिन्या छैन मैले। म छैन, म खोजिहाल्छु नि धामी। धुनुहाटी न, एउटा असल छिमेकीले अर्को असल छिमेकीलाई मर्दा पर्दा सहयोग नगरे कसले गर्छ होइन? तँ बस्दै गर, म 1 नम्बरको धामी खोजेर ल्याउँछु होइन? ल ल। पाडे मान्छे फटा भए पनि यसो मर्दा पर्दा चाहिँ लागि परेर गर्छ त्यसले। ओइ धामी, एकचोटि थुरुरु काटेरौँ
जुन पाए त्यो बेला कहाँ काम नहुन्छ? ल हाम्रो कुरो मिल्यो दामीजी। ल दामीजी, मेरो अत्यन्तै मिलनसार बिलासी भाइलाई चाहिँ हिजो बेलुकादेखि पीडित आत्माले तर्साइराखेको छ। त्यही भएर तपाईँले चाहिँ यो बिलासीले लागेको पीडित आत्मालाई 7 वटा पठाइदिनु पर्यो, पन्छाइदिनु पर्यो होइन? भूकम्पले गर्दा मरेको प्रेत आत्माले यस्तो गरेको हो। बिष्ट भन्न, बिष्ट हौ भने म भुइँचालोले गर्दा मरेको विष्ट हुँ। ठ्याक्कै मिल्यो पाडे, नामै लियो त। 1 नम्बरको धामी ल्याएपछि भन्दैन त? ल परमेश्वरी, यो बिलासी भाइले के गर्दाखेरि ठिक हुन्छ भनिदिनु पर्यो। एउटा भाले लडाउनु पर्छ अनि मात्रै ठिक हुन्छ। भइहाल्छ नि, भाले त घरमै छ नि। जयन्ती, त्यो भालेले त बाबुले हुन्छ लगेर चढाइदिनुहोस्। बिलासी, अब राम्रोसँग आराम गरेर बस, ठिक हुन्छ तँलाई होइन? हामी पनि लाग्यौँ है त बाबु। खै धामीले फुकेर ठिक हुन्छ कि हुन्न कि मैले त के सोच्नै सक्दिनँ। बाबु दहीको दाम निकालौँ त। खोइ 50 रुपियाँ। काम निकोलाको त माइरी मान्छे तपाईँ। ल माने मैले तपाईँलाई माने होइन? मैले यसरी धामी काम गरेको त वर्षौँ भइसक्यो। गाउँको एउटा हजुरबा समानको मान्छेलाई भाले खुवान त नपरा सन्ची। हजुरबा समानको मान्छेलाई भाले खुवान त भन्दाखेरि भान्जालाई खुवाउनु पर्यो नि। अब खाइ छैन त बेलासे भान्जालाई भाले काटिहाल्यो होला नि। दर्शन, ओहो दर्शन भान्जा त सकिरहेको छैन भान्जा। हिजो राति मैले प्रत्यक्ष भूत देखेँ नि भान्जा। भूतले त्यो मेरो सातो पुत्लो लयो नि भान्जा। भर्खरै धामी बोलाएर झारफुक गरेर भाले चढाए। अब ठिक हुन्छ कि? हे मामा, आजकलको जमानामा नि भूतको विश्वास गरेर हुन्छ? ए त्यसो भए छैन नि त भाले? झन् मामाको आएर मजाले भाले खाउँला भनेको डुबाइहाल्ने भने मामा। तपाईँ नातिनु न भान्जा, यो गाउँमा भाले त कति पाइन्छ नि। भोलि अर्को खोजौँला नि भान्जा। तर के गर्ने, तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन। कति डराइरहेको मामा, आउनुहोस् त। एकछिन है भान्जा, म पिसा फेरेर आउँछु। के भयो मामा? भूत भान्जा, बाहिर भूत। बाहिर भूत? भान्जा भूत। ओए, गो त। ओए, गो त।